हेलो गाइजहरू, दर्शक नमस्ते। सन्चै हुनुहुन्छ होला तपाईँहरू पनि। म चाहिँ हालैले रोमानियामा छु। म चाहिँ ड्युटी हिँडेको साथीहरू। अब म चाहिँ मेरो कम्पनी पुग्न आँटेको छु। म त्यहाँ पुगेर चाहिँ तपाईँहरूलाई मेरो कम्पनी देखाउनेछु है त। वेट गर्दै गर्नु होला। मेरो च्यानल बल्ल जाम खुल्यो बल्ल। अब चाहिँ गाडी स्पिडमा दगुर्छ। रोमानियाको हल्का दृश्यहरू ड्युटी गएको अवस्थामा देखाउँदैछु म। मेरो प्रतिक्रिया दिनु होला। यस्तो छ बिजुलीको पोलहरू। यो एकदम जङ्गल अरे, यो त्यहाँ गाउँहरू, यो सबै गाउँ पाइरहेको छ। हामीले आज चाहिँ गाडी ढिलो भएर 6,000 धेरै जाम भयो क्या गाडी, त्यही भएर। आम जनवरीमा आएको छ। गाइजहरू, त्यो चाहिँ हाम्रो कम्पनी देख्नु थाल्यो अब जेनरली। त्यहीँ हो हामीले काम गर्ने। रोमानियाको इमाग वेयर हाउसमा आउनु चाहनुहुन्छ भने यही नै हो कम्पनीको। दुईवटा छ, एउटा DC1 छ, एउटा DC2 छ। कम्पनी अब आइपुग्न आँट्यो साथीहरू है। आइपुग्न आँट्यो। यो DC1 भने यो हाम्रो कम्पनी यो नै है साथीहरू। हाम्रो कम्पनी भने हामी चाहिँ एउटा बिल्डिङभित्र चाहिँ हामी काम गर्छ। यहाँ सबै सामानहरू आउँछ, अर्डर सामान सबै हुन्छ। वेयर हाउस सबै सामान पाउँछ। जे माग्यो त्यही सामान छ यहाँ। हरेक सामानहरू यहाँभित्र पाइन्छ। यहाँभित्र हामीले चाहिँ प्याक गर्ने, पिकिङ गर्ने, प्याक गर्ने, निकाल्ने, बाहिर पठाउने काम हो। हामी काम गर्छौँ ल साथीहरू। आजलाई यति नै है त। यो कम्पनी हामी है।